I was completely lost, no skills, no direction. But today I work in an IT company. Here's my real story. Hello everyone, my name is जीवन गिरी. म चाहिँ अहिले आइटी कम्पनीमा 1.5 इयरदेखि काम गरिरहेको छु एज अ फ्रन्ट एन्ड डेभलपर. आइ एम स्टिल इन अ लर्निङ फेज. आज चाहिँ म हजुरहरूलाई मेरो स्टोरी अहिलेसम्मको जर्नी चाहिँ सेयर गर्दैछु. प्लस टू सकेपछि धेरैजसो स्टुडेन्टलाई आफ्नो भविष्यमा के गर्ने, कुन चाहिँ सब्जेक्ट लिने भन्ने कुरा उनीहरूलाई क्लियर हुन्छ. तर धेरैजसो स्टुडेन्टहरू यस्तो हुन्छ कि कसैलाई प्लस टू त सकियो तर अब चाहिँ आफूले के पढ्ने, कुन चाहिँ सब्जेक्ट लिने भन्ने कुरा क्लियर नै हुँदैन. त्यही मध्ये मलाई पनि अब प्लस टू सकियो, के गर्ने भन्ने क्लियर थिएन. त्यसपछि चाहिँ मैले बिसिए पढ्ने सोचेँ. अनि आइटी सेक्टरमा के हुन्छ कि भनेर, आफ्नो करियरलाई अगाडि बढाउन सकिन्छ कि भनेर अगाडि बढाउने सोचेँ. तर त्यति बेला चाहिँ मलाई चाहिँ आइटी सेक्टरमा चाहिँ यस्तो हुन्छ, कोडिङहरू अनि प्रोग्रामिङ ल्याङ्ग्वेजहरू अनि के हुन्छ भन्ने कुरा केहीको पनि आइडिया थिएन. जस्ट मैले आइटी सेक्टरमा राम्रो हुन्छ भन्ने सुनेको थिएँ. अनि इन्भाइरोमेन्ट नि त्यस्तै थियो. त्यही भएर मैले चाहिँ आइटी सेक्टरमै आफ्नो करियर अगाडि बढाउँ भनेर सोचेर बिसिए चुज गरेँ र पढाइ स्टार्ट गरेँ. बिस्तारै ब्याचलर्सको पढाइ अगाडि बढ्यो. अनि फर्स्ट सेमेस्टर, सेकेन्ड सेमेस्टर अनि फोर्थ सेमेस्टरमा पुगेपछि चाहिँ हामीहरूले प्रोजेक्ट बनाउनु पर्ने थियो. अनि साथीहरूसँग मिलेर ग्रुप प्रोजेक्ट चाहिँ बनाइयो. अनि सबै सकेपछि चाहिँ फिफ्थ सेमेस्टर अनि सिक्समा फेरि प्रोजेक्ट थियो, त्यो प्रोजेक्ट नि बनाइयो. अनि सेभेन्थमा चाहिँ हाम्रो इन्टर्नसिप हुन्छ. अनि इन्टर्नसिप चाहिँ आफूले कुन चाहिँ फिल्डमा काम गर्ने, कुन चाहिँ फिल्ड रोज्ने, त्योमा चाहिँ आफूले काम गरेको चाहिँ इन्टर्न सर्टिफिकेट चाहिँ बुझाउनु पर्थ्यो. अनि त्यो चाहिँ हाम्रो जुन साइडमा चाहिँ म पढ्थेँ, महेन्द्रनगरमा, त्यहाँ चाहिँ खासै आइटी कम्पनीहरू थिएनन्. त्यही भएर चाहिँ हामीहरू चाहिँ काठमाडौँ आउने सोच गरेँ. काठमाडौँमा भ्याकेन्सी पाउँछ होला भनेर. अनि काठमाडौँ आइयो. त्यहाँदेखि सेभेन्थ सेमेस्टरमा ल इन्टर्नसिप गरिन्छ भनेर. अनि इन्टर्नसिप गरेपछि जबको लागि चाहिँ राम्रो हुन्छ, इन्टर्न राम्रो भयो भने भनेर चाहिँ काठमाडौँ आइयो. अनि काठमाडौँ आएपछि चाहिँ यहाँ चाहिँ एउटा मेरो भाइ बस्थ्यो. अनि त्योसँग चाहिँ रुम खोजेर अनि काठमाडौँमा रुम खोजेर बसियो. अनि धेरै एक्सपेक्टेसन थियो, यस्तो हुन्छ उस्तो हुन्छ, ल इन्टर्नसिप पाउन सजिलै होला भन्ने सोच थियो. तर यहाँ आएपछि थाहा भयो कि इन्टर्नसिप पाउन त्यति सजिलो चाहिँ नरहेछ. धेरै कुराहरू चाहिँ हेर्नुपर्ने रहेछ. जस्तो हाम्रो कलेजको स्टडी हुन्छ, जस्ट थ्योरी हुन्छ. अनि प्र्याक्टिकलको विक हुन्छ प्र्याक्टिकलमा. अनि त्यही भएर चाहिँ हामीहरूलाई चाहिँ इन्टर्नसिप पाउन चाहिँ साह्रै गाह्रो हुन्छ. इन्टर्नमा पनि त्यो सबै कुरा थाहा भएको, यस्तोलाई मात्र राख्दो रहेछन् भन्ने कुरा थाहा भयो. अनि धेरै ठाउँमा एप्लाई गरियो, मेलमा, लिङ्कडिनमा. अनि कतै पनि भ्याकेन्सी नै नभेटिने, भ्याकेन्सी भेटे पनि सिलेक्सन नहुने, यस्तै भयो. अनि त्यो पछि चाहिँ एउटा चाहिँ अब चाहिँ के गर्ने भन्ने कुरा आयो. त्यो पछि चाहिँ एउटा आइटी इन्स्टिट्युट हुन्थ्यो जहाँ चाहिँ सिकाइन्थ्यो भनौँ न. अनि त्यहाँ चाहिँ हामीले चाहिँ क्लासहरू लियौँ. अनि त्यहाँ चाहिँ इन्टर्नको सर्टिफिकेट चाहिँ दिन्छु भन्ने कुरा गरेको थियो. अनि त्यहीँ हामीले रियाक्टको कोर्स लिए फ्रन्ट एन्डमै. अनि रियाक्टको कोर्स कम्प्लिट गरेपछि अनि त्यहाँ नि धेरै कुरा त सिकिएन इन्टर्नमा पनि. त्यही त हो, टिचरहरू हुँदैन राम्रो. अनि रिक्वेस्ट गरेर चाहिँ एउटा प्रोजेक्टको लागि चाहिँ एउटा टिचर हायर गरेको थियो त्यो इन्स्टिट्युटले. त्यो प्रोजेक्टमा चाहिँ अलि धेरै कुराहरू सिकिएको थियो. अनि त्यो पछि चाहिँ इन्टर्नको सर्टिफिकेट नि पाएँ. एउटा प्रोजेक्टमा काम गराएको थियो, क्याफे ड्यासबोर्ड भन्ने. अनि त्योमा चाहिँ काम गराएपछि चाहिँ हामीलाई चाहिँ 3 मन्थको सर्टिफिकेट चाहिँ दियो. अनि 3 मन्थको सर्टिफिकेट लिएर फेरि कलेजको 7 सेमेस्टरको इक्जाम दिन फर्किएँ. अनि इक्जाम दिइसकेपछि चाहिँ त्यो इन्टर्नको सर्टिफिकेटहरू पनि बुझाइयो. अनि त्यो भइसकेपछि फेरि काठमाडौँ गएँ. अब चाहिँ केही जुनियर सेक्टरमा भए पनि, इन्टर्नमै भए पनि राम्रो कम्पनीमा चाहिँ इन्टर्नदेखि नै स्टार्ट गर्ने भनेर सोचेर फेरि काठमाडौँतिर आएँ. अनि त्यही फेरि सिभी अपडेट गरियो. सिभी अपडेट गरेपछि फेरि त्यही मेल, लिङ्कडिन, यस्तै फेसबुकमा पनि हेरियो आइटी कम्पनीहरू. अनि एप्लाई गर्दै
पहिलाको भन्दा चाहिँ रेस्पोन्स चाहिँ आउँथ्यो सिभी हेरेर, अनि रेस्पोन्स आएपछि चाहिँ इन्टरभ्यू पनि हुन्थ्यो, तर रिजेक्सन चाहिँ भइरहन्थ्यो फर्स्टमा। अनि बिस्तारै रिजेक्सनबाट पनि केही न केही कुरा सिकिन्थ्यो, अनि कसरी इन्टरभ्यूमा भन्ने, अनि नलेज भएर मात्रै हुँदैन, त्यसलाई चाहिँ कसरी चाहिँ आफूले एक्सप्लेन गर्ने भन्ने कुरा पनि इम्पोर्टेन्ट हुँदो रहेछ भन्ने कुरा सिकिन्थ्यो। फाइनली एक दिन चाहिँ मेरो भाइको चाहिँ एउटा साथी चाहिँ आइटी कम्पनीमा काम गर्थ्यो, उसले चाहिँ यहाँ चाहिँ हाम्रो भ्याकेन्सी छ भन्ने कुरा गर्यो, अनि इन्टर्नको चाहिँ भ्याकेन्सी छ, आएर इन्टरभ्यू दिँदा हुन्छ भन्ने कुरा गर्यो। अनि त्यस्तो धेरै एक्सपेक्टेसन त थिएन, ल भइहाल्छौँ भन्ने कुरा त थिएन, अनि त्यही भएर ल एकचोटि ट्राई गरिदिउँ न भनेर गएको। अनि इन्टरभ्यू चाहिँ दियो। इन्टरभ्यू दिएपछि 2-3वटा प्रोजेक्टहरू गरेको थिएँ मैले, अनि त्यही प्रोजेक्ट देखाएर अनि ल बेसिक इन्ट्रोडक्सन लियो, अनि कुन ठाउँ बस्छ कता बस्छ भन्ने कुरा, अनि त्यो प्रोजेक्टहरू नि राम्रोसँग हेऱ्यो, अनि ठिक छ हामी पछि इन्फर्म गरौँला नि भनेर मलाई त्यहाँबाट पठाइयो। अनि त्यस्तो आश त थिएन बोलाउँछ कि बोलाउँदैन भन्ने कुरा थियो। अनि लास्टमा चाहिँ 1 or 2 डेजमा चाहिँ मलाई कल आएपछि चाहिँ मलाई ल तपाईँलाई चाहिँ इन्टर्नमा चाहिँ राखेको छ, मन्डेदेखि चाहिँ जोइन गर्दा हुन्छ भन्ने कुरा गरेँ। अनि मन्डे जाँदाखेरि चाहिँ अनपेड रहेछ, तर नि ठिकै छ आफ्नो करियर स्टार्ट गर्नको लागि, अहिले त्यस्तो धेरै म्याटर गर्दैन मनी, त्यही भएर सिकौँ भनेर अनपेडमै काम गरियो। अनि अनपेडमै काम स्टार्ट भयो। इन्टर्नमा पनि त्यहाँको टिम नै राम्रो थियो, अनि दाइहरू नि राम्रो थियो, सिनियर दाइहरू नि धेरै कुरा सिकियो इन्टर्नसिपमा। अनि त्यहाँको सरले चाहिँ इन्टर्नमा जस्तो एक्सपिरियन्स हुन्छ, अनि त्यो पछि चाहिँ रिभ्यू हुन्छ, रिभ्यू भएपछि चाहिँ हामीहरूले खोजेको अनुसारको हामीहरूलाई मिल्यो भनेपछि चाहिँ हामी राख्छौँ भन्ने कुरा गरेँ। अनि डेडिकेसन कस्तो हुन्छ भन्ने कुरा गरेँ। अनि फेरि ती 3 मन्थ पछि चाहिँ रिभ्यू भएपछि चाहिँ रिभ्यूमा चाहिँ राम्रै भयो, अनि उनीहरूले चाहिँ तिम्रो चाहिँ राम्रो भइरहेछ, डेडिकेटेड छौ भन्ने कुरा गरेँ। अनि त्यो पछि चाहिँ सिलेक्सन भएपछि मिनिमम स्यालेरीमा ल स्टार्ट गर न भन्ने कुरा गरेँ। अनि फर्स्टमा चाहिँ त्यही कम्पनीमा इन्टर्न गरेँ, त्यहीमा चाहिँ जुनियरमा नि भयो, अनि अहिले चाहिँ सेम कम्पनीमा काम गरिरहेको छु। आज मलाई त्यही आइटी कम्पनीमा काम गरेको 1.5 इयर भन्दा पनि धेरै भइसक्यो। अहिले चाहिँ म स्टिल लर्निङ फेजमै हो भनौँ, धेरै कुरा सिकिरहेको छु। त्यहाँको टिम नि राम्रो छ, सिनियर दाइहरूले धेरै गाइड गर्नुहुन्छ। अरू चाहिँ यति नै हो मेरो जर्नी अहिलेसम्मको। अब चाहिँ त्यहाँ चाहिँ काम गर्दाखेरि चाहिँ मलाई कस्तो एक्सपिरियन्स भयो, अनि रियल कम्पनीमा काम गर्दाखेरि कस्तो एक्सपिरियन्स हुन्छ भन्ने कुरा चाहिँ म अरू भिडियोहरूमा चाहिँ हजुरहरूसँग सेयर गरिरहन्छु। लास्टमा चाहिँ म के भन्न चाहन्छु भनेपछि जो चाहिँ अहिले आफ्नो आइटी सेक्टरमा आफ्नो करियर चाहिँ अगाडि बढाउने सोच्दै हुनुहुन्छ, जसले चाहिँ अहिले फर्स्ट सेकेन्ड सेमेस्टरमा हुनुहुन्छ, उहाँहरूले चाहिँ आइटी सेक्टरमा चाहिँ जस्ट प्रोग्रामिङ कोडिङ मात्रै नभएर अरू धेरै सेक्टरहरू हुन्छ, जस्तै क्युए पिएम, अलिकति रिसर्च गरेर अनि चाहिँ कुनमा चाहिँ आफूलाई बढी कम्फर्ट फिल हुन्छ हो त्यो सेक्टर चाहिँ चुज गर्ने। यस्तो धेरै गाइडेन्स चाहिँ कलेजहरूमा चाहिँ खासै दिइन्न होला, त्यही भएर आफैले रिसर्च गर्नु, अनि कोडिङ सेक्टरमा प्रोग्रामिङ सेक्टरमा आउने मन छ भनेपछि पनि आफूले मोस्टली एबभ 50% चाहिँ प्रिपेयर भएरै आउनुपर्छ। इन्टर्नमै किन नहोस्, ओभरअल सबै कुरा थाहा भएको हुनुपर्छ। त्यही भएर आफ्नो स्किल्सहरू डेभलप गर्ने, अनि त्यही अनुसारले आफ्नो करियर अगाडि बढाउन सकिन्छ। अहिले आइटी फिल्डमा चाहिँ कम्पिटिसन नै धेरै छ, सो धेरै नै प्रिपेयर गर्नुपर्छ। अनि आफ्नो करियर बनाउनुको लागि चाहिँ अहिलेदेखि नै कलेज लाइफदेखि नै चाहिँ आफूले डेडिकेटेड भएर चाहिँ त्यो फिल्डमा चाहिँ आफूले लाग्नुपर्छ। इफ यु लभ माई भिडियो प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल।